다 도마들이랑 아주 잘함기는 सर्वप्रथम 시시망겐기 यो सञ्जाल मार्फतबाट हेरिरहनु हुने 샤르 게웨시니 अनि गुरुवर्गहरू 다나시기 कल्याण मित्रहरू त्यस्तै गरी 저주나봐 अनि 어때나 भिक्षु 겐기 भिक्षुणीहरू त्यस्तै गरी 아주 시enu 기업 가래 अनि 주데베기 अनेकन 저다 ठाउँबाट 상으로 छरिएका विभिन्न अनि धर्म 와사레 मित्रहरूमा अनि 사이 सुस्वास्थ्यको कामना सधैँ अ, नमस्कार व्यक्त 아니 गर्न चाहन्छु। 우리데 आज 다 가사디 가사디 미규도지기 मैले हिजोको गत दिनमा मैले मिग्यू दर्जेको 구린리야 अनि अनि उहाँको जीवनकालमा 더 친이기 싫다 서머로다 도 यो 친이 जुन 징벌이야 로초나세기 싫다 दार्शनिक 다나싱기 कलेज भन् दार्शनिक 와디 विद्यालयको विषयमा त्यो भित्र चाहिँ के हो त 와 भने तन्त्रको 도시기 벌레 कलेज पनि होइन 로초나세기 गुह्य वज्र यानको के हो त अध्ययन 다나시기 गर्ने 저게 यसरी 저기 तन्त्रयानको 저기 केन्द्रहरू 정보다 나로 त्यस्तै 주도다 गरी 상으로 महामुद्रा अनि 진재기 नारोको छ 제 धर्म त्यस्तै गरी 야 탑저기 탑롬더 처럼 अनि यसरी 드냐나세 로저 मुक्ति 라서바다 망고 주제베 उपायहरू अत्यन्त अब यो वेस यसरी अत्यन्त तादिनाले उहाँले अब रसियासो निर्माण गर्नुभयो यसो रसियाहोलिन ताकासा शुसम तुस्ते अनि कर्म सुगुलिङ भन्ने तादि विषय मैले बताएँ बेजेरिसिन यसरी उहाँले शुगो छुना त शुयाग तुजु यो मारवा अनि तुजु अनि एक एक शुयाग गरी मैले बयान गरेँ भने अब तुजु समय गिन त्यति ताफ्या नभएको तुसे हुँदाखेरि अनि ता यतिमै म अब दिरिंगले या यसलाई अनि विश्राम गर्न चाहन्छु। नामदा आज लिजे मेनारोदा अनि नामदा यो लिजे सुजे आत्मकथाको यो ता सुसु आत्मकथा सुमाले राम्रो लावा कामको अब अनि यो दा भित्रमा दोलोले चाहिँ अब न्युरो न्यु तानो पद्यभित्र चाहिँ के हो बादोसी त अनि निमर लिजे अनि इशु शेजाना अनि स्या न खर्च म्याउचारो आज 31औं अनि श्लोकमा लिने बताउन गइरहेको दोजी छु होइन। सिजा यसमा म लिजे थोरै थोरै माजे अनि अनि दा बताउँदैछु। लिजे अब फेरि एकैचोटि बतायो भने अब सुसु निकै दिन बाँकी भएकोले होइन फेरि अब अ, शुया मिबर दोसी सकिने हुन्छ होइन खलिरहने हुन्छ। 다디나기 एउटा श्लोक मात्रै बताउनेछु 31औं श्लोक। 남미기도지던 제외고 망고지 슈아르스도 아무 अब 슈아도 다이 मिग्युहरूसँग अब 상으로 सम्बन्ध जोडिएको कुरा धेरै रहेछ, 남사지 तर पनि के हो 가르쇼리면도 त 남사지 अब मैले 도도르지 쟁게면도 के भन्ने होला भनेर 아래 मैले एउटा 다나 डल्लै 신기 हिसाब चाहिँ मैले अहिले त्यति अब निर्णय गर्न सकेको छैन, 다바디 तर म खली त्यो सामु यिनीहरूलाई तामेरो 당연히 बिस्तारै म विचार गर्दै यसको 슈야기 विषयमा कुन चाहिँ 슈도 भन्नुपर्ने चाहिँ म बताउनेछु। 다 드린디 슈야디 에네 리 남 리제면 나로 남자 리제 말에 지다 आज 리제 चाहिँ 수수요 यो 다 यो 디나로데 리제 수수지 리슈 आत्मकथाको राम्रो कामको यो 다디 श्लोकमा 상게 यो 비좀 사지 राम्रो काममा चाहिँ यो 21औं पद्यमा चाहिँ 33वटा श्लोक 미규도 रहेको छ। 샤블로마 त्यो भित्र चाहिँ अब म 리제 31औं 샤베기 श्लोक बताउन 남자 गइरहेको छु। 리제 메긴 제바죠 अब 칭칭지의 말에 던제래 칭은 드시 괴임도 전은 드시 괴셔 드시 어다 यो 디디 साङ्गी 사제 다 अब योसँग 자지 चाहिँ के हो त साङ्गे पल्डुपद्वारा अब यसको जुन आत्मकथाको अब व्याख्या पनि व्याख्या गरेको यो चाहिँ ढिपुङको एउटा नमुनासँग अब 다 त्योको 기부름도 다 소소지 बयानसँग जोडेर 달로마 까비들 बताउनु 기부 पर्दाखेरि 칭괴기 अनि यसमा चाहिँ के हो तिन प्रकारको अब पुरुषहरूको कुराहरू रहेको छ। महान पुरुषको अब 다디 람 अभ्यास गर्ने 다 तरिका 디고 차리지 कस्तो हो होइन त्यसको 텔레야 विषय 아네스나 बताउनु गइरहेको छु। 리기주 당 त्यो भित्र के हो त आफ्नो विचार चाहिँ 저와서 बोधिचित्त 니 उत्पाद 고주 गराउने र के हो त आफ्नो 야 प्रयोग चाहिँ बोधिचित्त भने 라저를 भावना गर्ने 루시지제 त्यो भित्रमा के हो त 림버스리에 अब शिक्षण गर्ने 나로와데 तिन प्रकारको भाग रहेको छ। 림버스버디 차리요 अनि यो तेस्रो 다 भागमा अहिले जाँदैछु अहिले। 림버스버디라 양 안에 나서기 त्यो 야와 भित्रमा पनि के हो 링기죠 त भन्दाखेरि 아저르 पेना अनि यो भित्र 링기데 퍼진 두지 7वटा भागहरू 나서기 रहेको छ। 여름 규 타버 장수 पहिला चाहिँ के हो 수버 त छ 자세 पारमिताको 통지 शिक्षण, 지주라라 दोस्रो चाहिँ आफ्नो 시버 चित्तले शुद्ध 유유 पार्ने, तेस्रो 주주 चाहिँ अनि जिना पुत्रहरूले के हो त अनि अभ्यास गर्ने 대응아 तरिकाहरू, 고마들이야 अनि 아니 चारौँ अङ्कमा चाहिँ के हो त अनि देश 양 परिस्थिति समय अनुसार अब 세기 के हो त 샤워 주바다 अभ्यास 세기 गर्नुपर्ने। 샤워 더와 제시 5औं नम्बर के हो त अनि 다들이야 फाइदा हुने कार्य गर्ने र 나세기 अन्त्य 텐제 니 제시 6औँमा चाहिँ के त बेफाइदा भएको 다들이야 कुरालाई त्याग गर्ने 어 भएकोमै अनि यो मैले पहिला 다가 도시 안디디디 되면 가자 니마 나와르 스테네 디베데 노르고 어이야 अनि आज चाहिँ के हो त जुन फेन्ताउन नहुने आफूलाई फाइदा नहुने कुराहरू चाहिँ त्याग गर्नुपर्दछ भन्ने चाहिँ आज म बताउन गइरहेको छु। 응아와 주벌
yeah. 다가라 줄루지사를 안라한데 가지 노도와 원다지 나바디 디체 아니 주버디 무구 유튜브에 튜니 줍지 아니 듀버디 अब 원시 छैटौँ 로그에 नम्बर 베센델라 토토브지 यो 시체 श्रद्धा भक्तिको अनि यसरी अब मार्फतबाट अब काम गर्ने अनि सातौँ नम्बर के हो त 디링에 슈아데 아니 शक्ति 젠젠 나바차 छवटा अब 젠젠 शक्तिबाट के हो 나바딜이야 त युक्त भएर अनि प्राणी हितको लागि के हो त 니세요 나로네 ज्ञान प्राप्त गर्ने यसरी होइन 케메기 एउटा, 차 토와사딜이야 레디요 यो सातवटा रहेको छ। आज चाहिँ के हो त फेन्मेकी झ्यावा झ्यावा भन्छ होइन बलुवा भन्छ। अहिले त जुन अब काम नहुने अब कुराहरू चाहिँ अब फाइदा हुने कार्य चाहिँ त्याग गर्नुपर्दछ भनेको छ। शुलो के छ भन्दाखेरि अत पूर्वोक्त सुपर्याप्रतिको नजर लाउँदा पक्षपात झगडा कलह र भिडभाड आदि त्याग्नको लागि एकान्त स्थान भिखारीको खाना साथै झुत्रे झाम्रे कपडा आदि ग्रहण गरेको हुनाले म यो पनि मेरो राम्रो कार्य हो कि भन्ने ठान्दछु हो भने यसरी 31औं श्लोकमा उहाँले लेख्नु भएको छ। 템바다 droalea 가상고만 가르치브르는 페이지 자와 주버사 티카돌레야 अस्ति मैले बताए चाहिँ अब यो फाइदा हुने अनि काम चाहिँ गर्नुपर्दछ बताउने क्रममा चाहिँ अनि गोबसियारे टेंगुसुङते अनि यसरी गुम्बाहरू मठ मन्दिरहरू बनाउने होइन सङ्घहरू अब यसरी फैलाउने त्यो कुराहरू अब फाइदा हुने कुरा चाहिँ उहाँले के हो त बताए मैले अस्ति यो चाहिँ अब गर्नुपर्ने कुरा हो। आज चाहिँ के हो त भन्दाखेरि जुन चाहिँ अब बेफाइदा हुने कुराहरू चाहिँ त्याग गर्नुपर्दछ भनेको छ। जस्तै के हो त अब एउटा बेफाइदा हुन्छ जस्तो कि एउटा गुम्बा बनाएको जस्तो स्तूप बनाएको जस्तो होइन भिक्षुहरू अब सङ्कलन गरेको जस्तो यस्तो अनेकन अब रूपहरू हुन्छन् तर वास्तवमा के हो त अनि बेफाइदा हुने अनि प्राणी हितको लागि सत्व प्राणी गर्ने सद्धर्म चाहिँ के हो त नफैलिने विकृति हुने त्यस्तो हुने हुँदाखेरि त्यस्तो घटनाहरू आउने हुँदाखेरि त्यस्तोहरू चाहिँ त्याग गर्नुपर्दछ भन्ने कुरा चाहिँ अब हेर्दाखेरि चाहिँ राम्रो अब बौद्ध धर्म फैलेको जस्तो देखिने होइन तर के हो त भित्री वास्तवमा चाहिँ के हो त यो अनि विकृति भइरहेको बिग्रिरहेको हुँदाखेरि अनि त्यस्तोलाई चाहिँ त्याग गर्नुपर्दछ भनेको। अब जुन अब सद्धर्म रहेको किसिमको त बौद्ध शासन जुन अब त्यसमा चाहिँ बेफाइदा भयो अब त्यसमा चाहिँ बाधा आएकोले चाहिँ त्याग गर्नुपर्दछ। त्यस्तो कार्यहरू चाहिँ अब अवरोध भयो भने अब उत्रियो भने त्यसलाई त्याग गर्नुपर्दछ। त्यस्तो चाहिँ बेफाइदा हुने कार्यहरू बताउँदैछ। अब साङ्गे पल्टोको जुन व्याख्याको व्याख्यानभित्र के यस्तो भित्र के लेखेको छ भन्दाखेरि अब धेरै जसो अब मिगी दोर्जेमा आउने अब उहाँको अब भनौँ न अब नजिकमा आउने जुन अब दर्शन गर्न आउनेहरूले के भन्नु भन्दाखेरि भनिन्थ्यो भन्दाखेरि मिगी दोर्जेलाई यी परम पूजनीय गुरु अहिले आफ्नो तपाईँको यो शरीरको तेज र अनि शक्तिको साथ दिएको छ। तपाईँको अहिले लीला एकदम फैलिएको छ। यही कारणले गर्दाखेरि यो यस्तरी साथ दिएको बेला पहिलेका शाक्य र अनि ढिगुङ धर्म जस्ता व्यापक रूपमा अब फैलिएको छ होइन लोक र धर्म र लोक दुवैमा प्रचार भएको अनि गुम्बा सङ्घको अब भनौँ न गुम्बा भयो भने सङ्घहरू भयो भने होइन यो लौकिक कुरा भयो भने धार्मिक कुरा भने अत्यन्त अनि व्यापक रूपले फैलिएको छ। अनि पहिला यस्तरी फैलिएको थियो होइन जुन उनीहरूले यसरी फैलिएको जस्तो होइन हाम्रो पनि अब व्यापक रूपमा हामीले नि गुम्बा र सङ्घको निर्माण गर्नुपर्दछ होइन। त्यही कारणले अहिले तपाईँको यसरी तेज चलिरहेको छ होइन। त्यही कारणले हामीले कुनै पनि कठिनाइ छैन। त्यही कारणले गर्दाखेरि अब म जस्तो मान्छेहरूले हो भने हामी जस्तोले अब यो पुरा गर्न सक्दैन। तर पनि तपाईँ चाहिँ के हो त तपाईँ एउटा महान एउटा 8औं कर्म महान गुरु भएकोले तपाईँले यसरी गुम्बा स्थापना गर्नु निर्माण गर्नु अनि यसरी भिक्षु सङ्कलन तपाईँले केही कठिनाइ छैन। त्यही कारणले विशेष गरी चीनको राजासँग राम्रो सम्बन्ध र अनि अब
예비나 अब 아니 पूर्व 벨리아 चीनको एक किसिमको अब यसरी 레지지 सहायता र अनि साथ सहयोग भयो भने अत्यन्त अब के हो त अनि गुम्बाहरू निर्माण भएर निर्माण हुनु लागि धेरै फाइदा हुने र एक किसिमको के हो त धेरै नै अनि चीनसँग पूर्व चीनको साथ लियो भने हामीलाई धेरै नै सहयोग मिल्ने हुँदाखेरि अत्यन्त फाइदा हुनेछ यसरी सम्बन्धलाई चाहिँ हामीले नजिकमा ल्याउनु पर्दछ त्यस्तै गरी अब खास अब झाङ भेगको अब जुन टिबेटको अब झाङ प्रान्तको एउटा राजा र मन्त्रीमण्डलले बारम्बार निमन्त्रणाको सुझाव गरिएको छ झ्याङ हाम्रो यो प्रान्तमा पाल्नु होला भने अब कतिको निरन्तर निमन्त्रणको सुझाव आयो हैन त्यही कारणले धर्महरू सङ्घहरू निर्माण गर्नुपर्छ भन्ने बार अनुरोध गरिरहेको हुँदाखेरि अनि अब यो उनीहरूले चाहिँ अब मिग्यु दोर्जेले उहाँहरूले चाहिँ अब जुन झाङ ग्याल्पो झाङको एउटा राजाले झाङ प्रान्तको राजाले बारम्बार यसरी तपाईँले अनुरोध गरेको हुँदाखेरि दोहोरो उचाङ प्रान्तमा कुनैमा बौद्ध मन्दिरको स्थापना गर्नु अनुकूलता हुनेछ किनकि उहाँले यसरी दिन प्रतिदिन यसरी उहाँले अनुरोध गरिरहेको छ होइन जे आवश्यक परे पनि हामी दिनेछौँ यसरी झ्याङको राजाले अनि राजाहरूले यसरी एकचोटि मात्रै नभएर बारम्बार बताएको हुँदाखेरि उहाँहरूसँग मित्र गाँच्नु अत्यन्त राम्रो छ मित्रता गाँच्न सकिनेछ त्यही कारणले मान्छेले पनि सोच्नु एकदम भयङ्कर रूपमा ठुलो यसरी एउटा बौद्ध मन्दिरहरू अनि स्थापना गर्नु अत्यन्त राम्रो रहेको छ र अहिले हामीले साथ दिइरहेको हुँदाखेरि त्यसलाई चाहिँ हामीले मौकालाई चाहिँ घुमाउनु हुँदैन यसरी अनि अनेकन मान्छे आइरहेको छ त्यही कारणले अब हेर परम पूजनीय गुरु अब ढिलो नगरी अनि हैन अनि अब घोडा तयार गरी अब पार्नुको दिशा अब जाउँ त्यो ठाउँमा धेरै स्वागत गर्नुभएको छ यसलाई हामीले चाहिँ अवस्था गर्नु हुँदैन अनेकन जुन अब दर्शन गर्ने अनुयायीहरूले यसरी भन्नुहुन्थ्यो त्यही कारणले अब जुन मिग्यु दोर्जेलाई अब दर्शन गर्ने जुन अब अनुयायी हुन्छ नि होइन यो गर्नुपर्छ त्यो गर्नु हुँदैन यो ठाउँमा जानु होइन अनेकन कुराहरू भन्ने गर्थ्यो होला तर मिग्यु दोर्जेले के भन्ने गर्नुहुन्थ्यो भन्दाखेरि तपाईँले भन्नुभएको सत्य नै हो होइन मिग्यु दोर्जे जब म झ्याङ गएको भए त्यसो गर्न कुनै कठिनाइ हुने थिएन होइन अनि यसरी अब ठुलो धेरै मैले बौद्ध मठ मन्दिरहरू होइन अनि केही पनि मलाई गाह्रो छैन बनाउन सकिन्छ मैले तर पनि के हो त यसरी महान भिक्षुको दललाई फैलाउने अनि धेरै गुम्बाहरू भयङ्कर ठुलो विशाल गुम्बा स्थापना गरे तापनि आफूहरू अरूलाई फाइदा हुन्छ त भन्दाखेरि अनि एकदम थोरै नै हो धेरै भिक्षुहरू सङ्कलन गर्ने होइन ठुलो गुम्बाहरू अनि अब बनाएर फाइदा हुने यसरी उनीहरू लाभ हुने चाहिँ अलिक थोरै मात्रै हो त्यही कारणले अरूलाई फाइदा गर्न धेरै नै गाह्रो यो आजको साकेर घेलु जस्तै व्यक्तिको अब भनौँ हालको समयमा के गर्ने त भन्दाखेरि जस्तै कि अब व्यक्तिमा निर्भर छ होइन जस्तै आजको साकेर घेलु जस्तै व्यक्तित्वको शक्ति र व्यक्तिमा निर्भर छ के हो त एक किसिमको मान्छेको भनाइमा चाहिँ अब होइन ओ यहाँ अनेकन गुरुहरू छ अनेकन यहाँ सयौँ भिक्षुहरू छ यति ठुलो भिक्षुनीहरू छ भन्नुमा त्यस्तो छ तर के हो त अनि अन्तिममा के हो त अनि बेफाइदा द्वन्द्वहरू मचिने हुँदाखेरि के हो त अनि
कहिले अनि बाहिर द्वन्द्वले कहिले आन्तरिक द्वन्द्वले शिक्षालाई हानि पुर्याउने यो बाहेक अरू कुनै कार्य छैन जुन हाम्रो अरूको लागि विनाशकारी हुनेछ अनि यस्तो अनेकन अब घटनाहरू देखिरहेको छ नि त हामीले उपदेश फैलाएर पुण्य गर्दैछौँ भने अहङ्कार कायम राख्दै व्यवहारमा हामीले सक्दो प्रयास गरेर नराम्रो कर्महरू भइरहेको छ शिक्षक यसरी अनि हामीले धर्म गर्छौँ मुखले धर्म गर्ने भन्छौँ तर के हो त व्यवहारमा चाहिँ अनि अधर्म मचिरहेको हुँदाखेरि बौद्ध धर्म विनाश काम गरिरहेको छ नि त के कारणले अनि धार्मिक व्यक्तिको धर्म गर्यो भने तर के हो त व्यवहारमा चाहिँ लौकिक सांसारिक कुराहरूमा चाहिँ सञ्चय गर्ने त्यस्तो भएको अत्यन्त प्रतिकूल त छ यो यस्तो कुराहरू चाहिँ म गर्नु सक्दैन त्यही कारणले म गुम्बा बनाउन चाहदिनँ यसरी अनेक स्वार्थको कुराहरू संरचना निर्माण गर्न मेरो इच्छा छैन बताउनु भएको त्यही कारण मसँग त्यस्तो व्यवहार गर्ने समय छैन अब कोङपोको के अब संरक्षण गर्ने अब कोङपोमा चाहिँ एक किसिमको अब कर्ममा बसिरहेको हुँदाखेरि कोङपोको कुनै अब दान दाताहरूले अनि पहिला के हो त भन्दाखेरि अब पहिला के हो त भिक्षु अब पहिला चाहिँ के थियो भन्दाखेरि होइन तीनजना एउटा घरमा चाहिँ तीनजना छोराहरू छ भने एकजना चाहिँ लामो हुनै पर्ने होइन त्यही कारणले त्यस्तो हुने थियो पहिला चलन अनि त्यो भित्र पनि के हो त अलिकति वरिष्ठ नि छोरा होइन अलिकति बुद्धिजीवी भएको अलिकति होइन अनि एकदम के को दिमाग भएको त्यो बेला त्यस्तो प्रचलन थियो अनि म त्यो अब म तपाईँले यसो वरिष्ठ छोरा म भिक्षु बनाउन म दिन्छु भने धेरै कुरा आएको थियो होइन चढाउँछु यो चढाउँछु भन्ने त्यही कारणले अनि तपाईँले हामीले चढाएको यस्तो छोराहरू चाहिँ भिक्षु बनाउन तपाईँ लिनु पर्दछ भने यसरी भने बेला मिगी दर्जीले टाउकोमा यसरी हात थाम्दै के भन्नुभयो भन्दाखेरि म यसरी एकदम ठट्टा गर्ने होइन फटाएको अनि यसरी विभिन्न मान्छेहरू चाहिँ म यसरी जम्मा गरिदिने होइन अत्यन्त ठट्टा गर्ने मान्छेहरूको होइन जुन छल कपट गर्ने मान्छेहरूको म कुनै पनि केही वस्तु चिज कुनै पनि म सङ्कलन गर्दिनँ भने यसरी जवाब दिनुभएको थियो त्यसै कारण अर्थहीन र कठिन मठहरूमा मद्दत र हानि गर्ने आश्रय स्थलहरू छोटो अवधिमा आकर्षक हुने पहाडहरू होइन तपाईँहरूले मूर्ख बनाउने रमाइलो एउटा रिट्रिट एउटा ध्यान सेन्टर मठहरू ध्यान शिविरहरू जहाँ तिनीहरूले आफ्नो पेट भर्दछ यस्तो अनेकन मन्दिरहरू गलत उपार्जनबाट पैसा जम्मा गरिन्छ हामीले एउटा सच्चित धर्म विचार गरेर बस्यो भने के हो त त्यही कारणले अब यो के हो त आकर्षक हुने एउटा के हो त ध्यान केन्द्रहरू आरामले बस्ने होइन अल्छी लागेको छ भने सुतेर बस्ने त्यस्तो चाहिँ हटाउनु पर्छ त्यस्तो चाहेको छैन होइन त्यसै गरी के हो त अर्को चाहिँ अनि घोकुर्की किच्यो भन्छ होइन मान्छेले मूर्खता बनाउने रमाइलो वातावरण भएको अनि त्यस्तो अब ध्यान केन्द्रहरू ध्यान केन्द्र जस्तो तर के हुन्छ भित्र चाहिँ अर्को चाहिँ बेफाइदा हुने कुराहरू हुँदाखेरि नाम मात्रै धर्मको साधना भयो तर पनि यस्तो चाहिँ गलत केन्द्र हो भनेको त्यस्तो गरी अब छादानांशिकी ढाँचा भनिन्छ होइन संलग्नहरू र घृणाहरू भएको मठहरू होइन एक आपसमा राग गर्ने होइन देश गर्ने अनेक कुराहरू होइन धन सम्पत्तिहरू अब म आकर्षक भएर होइन यस्तो चाहिँ अब राम्रो हुँदैन भनेको छ चोक्टा भनेको चाहिँ के हो त आठौं कर्मको पालोमा चाहिँ धेरै अब ध्यान केन्द्र थियो त्यो भित्र त्यो बेला
चोकबु भने के हो त नि सानो पाल जुन एकजना मान्छे मात्रै अटाउने भनिन्छ त्यसलाई जस्तै कि चुच्चो होइन धारिङ्गो भएको होइन अनि तल अब चारपट्टि भएको भनौँ न दुईपट्टि एकजना मान्छे मात्रै अट्ने अनि त्यो बेला एक गरी यसरी ध्यान अनि गर्दथ्यो अनि आफू एक्लै त्यो भित्र बस्ने एक आपसमा नदेख्ने गरी होइन यसरी कुरा भनौँ न अब जुन अब हलपल कम हुने अनि यस्तो सानो पालभित्र यसरी ध्यान गर्दथ्यो अनि त्यो भित्र 3 वर्ष त्यो बेला अब 3 वर्ष बस्दाखेरि सिरानी त्यो सानो पालभित्र होइन सिरानी लाउन नपाउँथ्यो अब त्यो भित्र अड्दै नै होइन एउटा ठाडो बस्ने ठाउँ बाहेक अब सुत्ने ठाउँ छैन अनि सुत्ने बेलामा नि एउटा ठाडो भएर सुत्नुपर्छ लम्बस भएर सुत्नु हुँदैन अब जुन अब केरक भनिन्छ जुन अब सेन्ता बानी एउटा पेटी त्यो चाहिँ अब फुकल पाइँदैन के हो त यो पेटी फुकलेर होइन लम्बस भएर सुत्नु नपाउँथ्यो यसरी अब धेरै धर्मको होइन साधनाको यसरी समय लिएर यसरी ध्यान गर्नु अनि चोक्डा भनेपछि त्यस्तो एउटा धेरै पालहरू अनि थुपारिएको होइन त्यसलाई चोक्डा भनिन्छ अब राङ्दो खाची कि चौडा भन्ने के हो त भन्दाखेरि जुन चाहिँ ध्यान शिविरहरू जहाँ तिनीहरूले स्वार्थ पूर्णको लागि एउटा के हो त अनि एउटा स्वार्थ पूर्ण गर्ने होइन इच्छा पूर्ति गर्ने रमाइलो गर्ने त्यस्तो चलाई चाहिँ अनि त्यो हटाउनु पर्दछ भने त्यस्तो गरे के हो त अनि जुन मन्दिरहरू जहाँ त्यस्तो गरी अब के हो त आफ्नो पेट भर्नको लागि मात्रै ध्यानको लागि काम चाहिँ ध्यानको लागि तर के हो त काम चाहिँ एउटा के हो त यस्तो मठ मन्दिरहरू चाहिँ त्याग गर्नुपर्दछ त्यसैले गर्दाखेरि यो अनि वर्षौं महिना के हो त अब ध्यान गरेको बाहिर देख्छ तर के हो त भित्र रूपमा हेर्ने हो भने एउटा केही नभएको अधर्म मच्चाएको देख्ने हुँदाखेरि त्यसलाई चाहिँ हामीले अघि सार्नु हुँदैन त्यसलाई चाहिँ त्याग गर्नुपर्दछ भनेको त्यसैले गर्दाखेरि अनि अनेक यसरी यस्तो चाहिँ व्यर्थको कुराहरू यो यसलाई चाहिँ त्याग गर्नुपर्छ यस्तो कुराहरू नाममा धार्मिक धर्म मचाउने फैलाउने गुम्बाहरू भन्ने तर अधर्म मचाउने यस्तो मठ मन्दिरहरू चाहिँ बनाउनु पनि हुँदैन निर्माण गर्नु पनि हुँदैन त्यस्तो अनि एक किसिमको अनि त्यस्तो पछि लाग्नु हुँदैन भनेको छ त्यही कारणले अनि यो जीवनमै संसारिकमा माया मोहमा लुप्त भएर डुबेर यसरी अनि ध्यानको नाममा अनेक अब कुकर्महरू मचाउनु हुँदैन भनेको छ त्यही कारणले यो जीवनभरि आफ्नो आयु जसरी नै कति बाँच्दछ त्यति नै आफूले साधना गर्नु सक्नु पर्दछ जस्तै कि मिग्युदोर्जीको उदाहरण राख्यो भने मान्छे अब सुर्बुबाट सुर्बु भनेको चाहिँ के हो त भन्दाखेरि सुरु भनेको एउटा गाउँको नाम हो एउटा गाउँको नामलाई सुरु भनिन्छ सुर्कु फु भनेको जुन अब यो गाउँको छेउछेउमा जुन गाउँको एउटा छेउछेउ खप्चा भएको हुँदाखेरि अनि त्यो अब त्यो सुर्फु भनेको एउटा हिमाल पर्वत डाँडा डाँडामा चाहिँ धेरै ध्यान केन्द्रहरू गुफाहरू थियो अनि मिग्युदोर्जी जुन अनि धेरै साधना गरेर ध्यानमा यसरी बस्नुभयो अनि सुर्की फुमा यसरी उहाँले लेख्नुभयो भनेर होइन यसरी अब धेरै अब किताबहरू पनि छ उहाँले मिग्युदोर्जी भएको म सानो छँदाखेरि मिग्युदोर्जीले साधना गर्ने एउटा कुङ भन्ने एउटा त्यो बेला म गएको थिएँ अत्यन्त रमणीय वातावरण रहेछ त्यहाँ
다 중간 춘춘인데 또그 उहाँले अब साधना गर्नुभएको सानो एउटा ध्यान केन्द्र रहेछ त्यहाँ एउटा अनि त्यस्तोलाई हामीले हेर्यो भने के हो त जस्तो कि मिगी दोर्जेको उहाँहरूले अब एकान्त ठाउँमा त्यो बेला कुनै अब पहिरो पनि नभएको एउटा ढुङ्गाले एउटा घेरेर राखेको होइन त्यस्तो ठाउँमा ध्यान त्यसो कारणले गर्दा एउटा एकान्त ठाउँमा जुनमा चाहिँ रिस द्वन्द नहुने होइन त्यसरी उहाँले कठिनाइ गर्नु भयो नि त्यो एउटा छुर्पु मात्र उचन भन्ने ठाउँमा उचन प्रान्त याट्रो घाटो घङ्टो भन्ने ठाउँमा अनि अनि यसरी अनेक यसरी उहाँले अब एक बार न एकचोटि मात्र नभए धेरै धेरै ध्यान गर्नुभयो नि त यसरी किन गर्नेको त भयो अनि किन यसरी ध्यान गर्नुभयो दुःख कष्ट गरेर किन ध्यानमा लिनुहुनु भयो भन्दाखेरि होइन जे छ त्यसमै नै अब सन्तुष्ट हुने अनेकन बाहिरी वस्तुमा धेरै नरमाउनु मनलाई नरोमाल्ने त्यही कारणले गर्दाखेरि अनि प्राणी हितको लागि कुन चाहिँ अब अनि बौद्ध धर्म फैलाउन लागि कुनले फाइदा हुन्छ दीर्घकालीनको लागि फाइदा हुन्छ त्यसको लागि धेरै खट्ने र एउटा बेफाइदा हुने गुम्बाहरू मठ मन्दिर भिक्षुहरूको लागि चाहिँ उहाँले चासो नगर्ने हुँदाखेरि त्यसलाई चाहिँ त्याग गर्नुपर्दछ त्यस आफूले अघि सार्नु हुँदैन भने यसरी यो कुराले बताउँदछ जस्तै कि अब 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 जस्तो कि अब खम्मा चाहिँ धेरै दानदाता ज्यादा छ भने त्यहाँ चाहिँ अब दानदाता भएको बेला धेरै कुराकानीहरू हुने धेरै अब एक किसिमको यो आसक्तहरू धेरै हुने हुँदाखेरि जुन कैयुबर नभएको मान्छे धेरै नहुने ठाउँमा अनि कोही नभएको एकान्त अनि जुन अब धर्ममा धेरै इच्छा गर्ने मान्छे एकान्त ठाउँमा जानु मन पराउनु जस्तो कि भन्छ कि उहाँले अब यो उनले यो पनि भने कि यी मङ्गोलियनहरू नभएको भए होइन म एउटा के हो त म अब ठाउँमा बस्ने थिएँ भन्नुभएको थियो जस्तो कि अब जुन मेला रेपाले ध्यान गर्नुभएको यसरी एउटा स्थानहरू छ यसलाई झोङढुक भनिन्छ होइन एउटा स्थानहरू अनि एकान्त ठाउँमा गएर ध्यान म गर्नेछु भने उहाँले धेरै इच्छा लगाउनु भयो होइन मानसिक थियो उहाँहरूको दुर्गम ठाउँहरूमा जुन आसक्तहरू नबन्ने ठाउँमा उहाँको ध्यान गर्ने मानसिक थियो तर उहाँलाई दर्शनको लागि पूर्वी तिब्बतबाट भिक्षु र विद्यार्थीहरू आएका भएको हुँदाखेरि टाढाबाट आएकोले अनि उहाँ जान नसके उहाँले अनि धेरै टाढोबाट अब यसरी ध्यानको लागि अब धर्मको लागि अब यसरी आएको हुँदाखेरि उहाँलाई छाडेर म फेरि त्यो ठाउँमा गयो भने धेरै अब राम्रो नहुने हुँदाखेरि अनि उहाँ अब त्यो बेला जानु सकिन्न भने यसरी बताउनु भयो त्यही कारणले अनि धेरै मान्छेको जमत नभएको ठाउँ एकान्त ठाउँमा चाहिँ एकदम उहाँ एकदम प्रसन्न र खुसी मान्नुहुन्थ्यो त्यस्तो ठाउँमा चाहिँ बस्नको लागि त्यस्तै गरी त्यस्तै गरी अब बाहिर परिस्थितिहरूले उहाँलाई विचलित गर्न सकेन तर उहाँ दुर्गम ठाउँहरूमा मात्र समय बिताउनु सबैभन्दा खुसी हुनुहुन्थ्यो जब विगतका महान व्यक्तिहरू ध्यान केन्द्र स्थलमा गए अकल्पनीय आस्था र भक्ति प्रदर्शन प्रकट गर्नुहुन्थ्यो यो स्मरण छ कि एकान्त आनन्दहरूलाई त्यहाँ समय बिताउने तरिका थियो जस्तै अब सांख्य पल्डुपको विचार अनुसार अब भनौँ न एक किसिमको अनेक मान्छे नभएको एकान्त ठाउँमा ध्यान गर्नु
나 김선이 들려도 진짜래. 마도아베 인지민지 다 영미기도 지도 여기 가사 अब एक 개발도 किस्म 지도 के होता है 인지민지 내외 발라 쇼가 이게 말을 삼탱도 김선 अब 가르 사람 सांख्य 같은 पढ्नुले 거 के 뒤에 भन्नुहुन्छ भने 방을 हामी 칠지 जस्तो हो भने के हो त अब हामी 강지 जस्तो हो भने चाहिँ अब 탕로 एकान्तको ठाउँमा बस्नुपर्छ 근데 विभिन्न 고민은 내게 आकर्षक र अनेक 티바니 기세다 झमेलामा मान्छे 정주 फसिने हुन्छ 처음이야 तर मिग्यो दोर्जी 내내 जस्तो गुरुहरू चाहिँ अब 런던 एकान्त ठाउँमा 슈가 बस्नु पर्दैन 유엔바 किनकि उहाँ 케이스 सधैँ नै अब 릭스쇼 एकान्तको ज्ञानले 나랑 परिपक्व 같은 भएको 거 छ 슬라비나 जस्तो कि अब प्रज्ञा पारमिता यो 란데 समुच्चयभित्र 이세나 के 대 लेखिएको छ भन्दाखेरि होइन 제띵도 जस्तो कि गाउँ 티버 बस्ती जस्तो ठाउँमा 신비기 बसे तापनि 다 샘게 저봐 यिनी 티버 यहाँको 신비기 बोधि 샘게디 चित्तलाई अब सधैँ नै आफूले बास 티버 गराउन 신비기 सक्यो भने 샘게기 अनि 과자 जता गए तापनि के हो त भने 마냥바지 प्राणी भित्रै 슈보이나 लागि हुनेछ चाहे एकान्त कुनामा हो चाहे 고센나라 मान्छेको 데비나가 जमातमा हो 고겐나라 चाहे गाउँ 도 बस्तीमा 데비나가 बसे तापनि जस्तो 망고나라 ठाउँमा भए तापनि 데비나가 가 मान्छेको जमातमा भए 데비나야 पनि अनि 데 आफ्नो मन चाहिँ चञ्चल विचलित 장심기 हुँदैन 웬바 초도 교바레스 अनि यो चाहिँ बोधि चित्तको एकान्त ठाउँ हो भनेको छ 인지민지 내 웬바 로가야 말았어 내 웬바 त्यही कारण 사데 महान यो बोधिसत्वहरू चाहिँ 란데 अनि एकान्त 이세기 ठाउँमा 웬바 जानुपर्ने आवश्यकता छैन 티버치미디 란데 이세기 웬바 사디 웬바 사디 किनकि 율지 웬바 आफ्नो 사 स्वार्थको स्थानदेखि 란데 उहाँ 이세다 एकान्त भइसक्यो त्यहाँदेखि दूर भइसक्यो 중배 띵도 티버치미기 꾸줍 샘게디 त्यही कारणले मायाको यो समृद्धि बोधि चित्त 마냥 바치 예 अनि 근데 중배이나 अनि यसलाई चाहिँ 네, वृद्धि 그래서 सुविधा लोप नहुँदै खर्ब लोप त्यसलाई जुजी न्यूनतामा नझर्दैकन जति सक्दो वृद्धि पार्यो भने अनि यसरी बोधि समृद्धि बोधि चित्त दिन प्रतिदिन अप्नाएर त्यसलाई अभ्यास गर्यो भने के हो त सधैँ नै त्यो व्यक्ति चाहिँ महान बोधिसत्व चाहिँ एकान्त ठाउँमा बसेकै हो र अनेक मान्छे नभ भगवतदेखि टाढो जानु परिँदैन किनकि त्यो स्वार्थको कुरा पुरा गर्ने लालची आसक्तदेखि उहाँ दूर भएको हुँदाखेरि उहाँ जता गए पनि मान्छेको जमातमा भयो भने के हो त अनि यो एक किसिमको के हो त अनि एकान्त नै हो भनेको छ जस्तै कि 저주쌤에 왕도 시라 다 년도에 저래 야 되게 개요 말 안돼 이제 재면에 시라요 말보다 अब यो 저주쌤에 왕도 시베게 완바사데 बोधिसत्व यानको कुरा गर्ने हो भने के हो त सिस्टम त छेवाची एउटा स्वार्थको कुराहरू म मात्रै खुसी होस् म मात्रै राम्रो होस् होइन यो चाहिँ मुक्त हुनु पर्यो यस्तो सोच चाहिँ हुनु हुँदैन यो सोच रहित अनि यो समृद्धि बोधि चित्त जुन व्यावहारिक बोधि चित्त अप्नायो भने होइन जहाँ गए पनि के हो एकान्त नै हो नत्र भने आफूमा रिस लालच होइन आकर्षक ज्यादा आसक्त ज्यादा भएर तपाईँ एकान्त ठाउँमा गएर पनि तपाईँ ध्यान गर्नुभयो भने के हो त एकान्त स्थानमा बसेको भन्दैन त्यही कारणले गर्दाखेरि त्यसै कारणले कुनै मान्छे नभएको शून्य मान्छे भएको सुनसान जग्गामा बसेको ठाउँ होला अनि अब सधैँ नै यो संसारी मायाबाट मुक्त भएको अनि भएको ज्ञानले परिपक्व भएर अब एउटा मान्छे धेरै भएको बस्तीमा बस्नु के फरक छैन नि त्यसैले गर्दाखेरि अनि जुन ध्यान गर्दाखेरि जुन अनि समाधिमा अब यो जुन चाहिँ मिगी त किन भन्दा जुन अब एकान्त ठाउँमा बस्यो भने चाहिँ के हो त समाधिहरू अत्यन्त वृद्धि भएर ध्यान चाँडो लाग्ने हुँदाखेरि अनि एकान्त ठाउँमा चाहिँ मान्छेको धेरै कल झगडा हाउभाउ नहुने त्यस्तोमा चाहिँ ध्यान लाग्नु हुँदा त्यस्तोमा जानु उचित हुन्छ भन्ने उहाँले बताउनु भएको अब यसरी उहाँले भनौँ न भनौँ न अब आजभोलि के हो त भनौँ न अब जुन अब बौद्ध धर्म फैलाउने हो एउटा बौद्ध कलेज हो यो विद्यालय हो यो साधना केन्द्र हो भनेर यसरी अनेक के हो त भने अनेक दुःखहरू आफूले भोगेर होइन अनि यो गुम्बा यसरी मठ मन्दिर बनाएर अनेक के हो त अनि भित्र अनि एक किसिमको द्वन्द्वहरू होइन भिक्षुभित्र एक किसिमको द्वन्द्वहरू अनि जुन अब सम्पत्ति आर्जनमा के हो त सम्पत्तिमा नि अब काल झगडा हुने कसैले नदिन अब खाना लत्ता कपडा आदिको विवाद र प्रयोजनको घरको लगावतलाई रोक्नको लागि उनले बुद्धको उदाहरण अनुसरण गर्नुपर्ने बतायो
군소스물이야지 2000년 살에 기본적으로 अब 깔아가고 알았어. 또 저부터 연주 가르치는 거라서 그지 애니베 뼈다 매도든지 기체 애니 남상지 अब जस्तो कि गिरेमा एउटा तातिले सोहाले गृहस्थीहरू भनौँ न गृहस्थी वर्गहरू चाहिँ के हो त अब धेरै अब 군소 숨지 दुःख 그 पर्यो भने के हो त नि धुप 로바데 बोकेर होइन 다 अनि 남상 지게 लौकिक 사진데 देवताहरूलाई अनि 구데기 पूजाआजा गर्ने 사진데 땡 듀리아 친제 अनि मेतो पियादा अनि अनि घरसाथी सांसारिक देवी देवताहरूलाई फुल चढाउने दुध चढाउने होइन अनि अनि पानी चढाउने अनि अनि गर्दछ यो तार रब्दु जोंवा데 초와 장가와래 초와 장가와 사다 가서 초와 롱소 अब 매바사 초와 양탑에 초와데 깔라가고 싶다 जुन भिक्षुहरू चाहिँ परिविचरहरू चाहिँ के हो त अब उहाँहरूको अब के방 ngamaru छाछाबिना छ भने आफ्नो चाहिँ अब जुन जीविका उपार्जन होइन यति गाह्रो हुन्छ नि त होइन त्यही कारणले गर्दाखेरि अब पूर्व समयमा भिक्षुहरू चाहिँ अब भिक्षा माग्दै जानु पर्दाखेरि होइन अनि आफूले नपाएको हुँदाखेरि भिक्षुहरू चाहिँ अनि दानदाताबाट अब निर्भर हुने हुँदाखेरि अनि दानदाता के हो त परिचय ताफुलिसी गर्ने धेरै अब के हो त धेरै खतरा हुन्छ किनकि आफ्नो चाहिँ के हो त आफ्नो सबै खाने खानपान सबै अब आउने हुँदाखेरि होइन अब यसको छलकपट नगर्दा पनि अब नगरिकन नआउने हुँदाखेरि अब त्यही कारणले गर्दाखेरि यसलाई चाहिँ अब छ झाङ्का भनिन्छ यसलाई चाहिँ जुन आफ्नो टाढो भएको हुँदाखेरि अनि त्यस्तोबाट चाहिँ अब जोगिनु पर्दछ भनेको भिखुतोजीले भन्नुहुन्छ एउटा नाम चाहिँ बौद्ध धर्म अनि नाम चाहिँ बुद्ध हो यो त बौद्ध मन्दिर हो मठ मन्दिर हो भनेर हामी बनाएर आफूले होसियार सचेत भएन भने के हो त अरू सबैलाई दुःख दिने धेरै नै कष्ट र विघ्न बाध भनेर जानेछ अनि कुनै ठाउँमा होइन ध्यान गर्ने अनि खाने जस्तो कि के हो त अब विद्यार्थीहरू पनि दुर्गम आधा दिनमा 15 दिनको लागि पर्याप्त खाना र ओछ्यान कुशन लुगाहरूका लागि मात्र आवश्यक पर्दछन् त्यसै कारणले गर्दाखेरि एकदम जे छ त्यसमा नि सन्तुष्ट हुने कमजोर अनि जुन अब मान्छेहरू कमी एकदम धेरै नभएको कमी कमजोर मान्छेहरू थोरै भएको हैन खानपान पनि एकदम सुसम्बद्ध नभएको त्यसो ठाउँमा अनि त्यस्तो ठाउँमा जानु रुचाउनु हुन्थ्यो किन त भन्दाखेरि त्यस्तो ठाउँमा गएपछि के हो त अनि लोभ लालचहरू यो नमचिने हुँदाखेरि अनि यसरी अब यो भिखुतोजीले एकान्त कुना एकान्त ठाउँमा अब यसरी रुचाउँदथ्यो आज म यति नै राख्न चाहन्छु आजको यो अनि अब 29 तारिक अनि एक दिन अब 29 तारिकमा रहेको छ मैले अघि बताए चाहिँ अब भिखुतोजीसँग जोडिएको धेरै कुरा मलाई बताउनु छ सबै मैले बताएँ भने 1 वर्ष अझै बताउनु पर्छ जस्तो अनि सबै म बताउन चाहदिनँ मैले अस्ति बताए चाहिँ त्यो भित्र एकदम महत्त्वपूर्ण बुँदाहरू जुन अब बाँकी भएको जस्तो कि अब श्यामर अब जुन अब 5औं अवतारी कुञ्जे ह्यालक भिखुतोजीको चाहिँ अब एकदम अब नजिकको एउटा पुत्र रहेको छ अब उहाँ चाहिँ अब यो श्यामर्पा हो भने यसरी परिचय गर्ने बेला त्यसको बीचमा चाहिँ अनि घटना कुराहरू त्यो भित्र निकै नै कुराहरू छ सबै अब त्यो कुरो चाहिँ तपाईहरुलाई थाहा छैन होला मैले पनि यसको विषयमा स्पष्ट मलाई थाहा थिएन अनि यसको विषयमा चाहिँ म पहिला यो आनी घुन्चुको पहिलो सुरुवात गर्ने बेलामा भिखुतोजीको यो मुक्ति कथा चाहिँ पहिलो सुरुवात गर्ने क्रममा चाहिँ मैले यो किताब खोज्ने बेलामा एउटा पुरानो किताब मैले भेटेँ त्यो भित्र चाहिँ श्यामर कुञ्जे ह्यालक चाहिँ कसरी उहाँले परिचय गर्यो श्यामर कुञ्जेलाई कसरी उहाँ अब
अनि उहाँले नियुक्त गर्यो भनेर अहिले चाहिँ मैले पुरा एउटा किताब पायो मैले भेट्यो त्यो किताब चाहिँ अनि अघि पछि पन्नाहरु पुगेको छैन रहेछ यस्तो अचानक यस्तो हेर्दाखेरि त्यो बेला के हो त यो किताब अब म यो खोज्छु भने मैले इच्छा पनि थिएन अचानक मलाई यो भेट्यो प्राप्त भयो यो अत्यन्त महत्त्वपूर्ण रहेछ भने मैले एक ठाउँमा राखेँ अनि 2 वर्ष मैले खोजेपछि भेट्दै भेटेन त्यो कारणले त्यो किताब मैले भेटेन हैन त्यो अत्यन्त अनि यो मैले राखेको किताब भेटेन मैले त्योसँग अब सम्बन्धित अर्को कुराहरु पनि भएको अब किताबमा कोरिएको हुँदाखेरि पनि कुनै दिन म यसलाई म बताउने छु अनि आजको लागि म यति नै राख्न चाहन्छु धन्यवाद अब चाहिँ अन्तिमको हामी यो पाठ पढौं फेरि तपाईहरु फेरि भोजन गर्नुपर्ने हुँदछ